कल्पना गरौँ त, हातमा एउटा सानो कागजको टुक्रा छ, एउटा लाल पूर्जा। हजुर, सुन्दा त एउटा सामान्य कागज जस्तो लाग्छ नि। हो नि, तर त्यो कागज मात्र कहाँ हो र? त्यो त वर्षौंसम्म आफूलाई कुल्चिने, थिच्ने अनि पुरै सिद्ध्याउन खोज्नेहरूलाई अवाक बनाउने एउटा अस्त्र पो हो त। एकदमै शक्तिशाली अस्त्र। एउटी महिला जो हिजोसम्म पीडित थिइन् नि, आज त्यही लाल पूर्जा हल्लाउँदै आफ्ना शत्रुहरूको अगाडि उभिएकी छिन् अनि उनीहरू पुरै मौन छन्। ओहो, यो त साँच्चै नै रौँ ठाडो पार्ने दृश्य हो। आजको हाम्रो यो गहिरो अध्ययनमा हामी ठ्याक्कै यही शक्तिशाली दृश्यबाट सुरु गर्दैछौँ। आज हामी लोकप्रिय नेपाली टेलिश्रृङ्खला भुन्टीको भाग 327 को समीक्षा गर्दैछौँ, जुन चाहिँ नेपाली कान्छा युट्युब च्यानलबाट लिएको होइन त? हजुर, ठ्याक्कै। अब सुन्दाखेरि यो एउटा टिभी सोको कुरा मात्र जस्तो लाग्न सक्छ, तर खासमा यो त्यति मात्र होइन नि। हो त। यसभित्र लुकेको जुन न्याय, षड्यन्त्र र के भन्छ कर्मको फलको जालो छ नि, त्यो त हाम्रो आफ्नै समाजको एउटा ऐना हो। पक्कै पनि हाम्रो मुख्य उद्देश्य नै त्यही सामान्य जसो लाग्ने कथाभित्रको गहिराईलाई केलाउनु हो। ल, यसलाई राम्ररी केलाएर हेरौँ न त। कसरी एउटी सोझी र निमुखा महिलाले आफूमाथि भएको चरम अन्यायको पर्खाल भत्काएर आफ्नो अधिकार खोसेरै लिइन्। यो साँच्ची नै एउटा विस्फोटक बिन्दु हो, किनभने यहाँसम्म आइपुग्न भुन्टीले जे जति षड्यन्त्रहरूको सामना गरिन् नि, त्यो कुनै सामान्य कुरा थिएन। एकदमै कठिन सङ्घर्ष थियो त्यो। हजुर, जब हामी यो स्रोत सामग्रीको गहिराईमा पस्छौं, यो केवल एउटा कानुनी जितको कथा मात्र रहँदैन क्या। यहाँ सबैभन्दा चासोको कुरा के छ भने यो एउटा मनोवैज्ञानिक लडाईँको कथा हो, जहाँ सत्य र झुट बीचको टक्कर एकदमै नाङ्गो रूपमा देखाइएको छ। हो, अदालतमा अंशमुद्दा जित्नु, भूपेन्द्रसँग डिभोर्स हुनु र सम्पूर्ण सम्पत्ति आफ्नो नाममा गराएर त्यो लाल पूर्जा हातमा लिनु। कल्पना गरौँ त, हातमा एउटा सानो कागजको टुक्रा छ, एउटा लाल पूर्जा। हजुर, सुन्दा त एउटा सामान्य कागज जस्तो लाग्छ नि। हो नि, तर त्यो कागज मात्र कहाँ हो र? त्यो त वर्षौंसम्म आफूलाई कुल्चिने, थिच्ने अनि पुरै सिद्ध्याउन खोज्नेहरूलाई अवाक बनाउने एउटा अस्त्र पो हो त। एकदमै शक्तिशाली अस्त्र। एउटी महिला जो हिजोसम्म पीडित थिइन् नि, आज त्यही लाल पूर्जा हल्लाउँदै आफ्ना शत्रुहरूको अगाडि उभिएकी छिन् अनि उनीहरू पुरै मौन छन्। ओहो, यो त साँच्चै नै रौँ ठाडो पार्ने दृश्य हो। आजको हाम्रो यो गहिरो अध्ययनमा हामी ठ्याक्कै यही शक्तिशाली दृश्यबाट सुरु गर्दैछौँ। आज हामी लोकप्रिय नेपाली टेलिश्रृङ्खला भुन्टीको भाग 327 को समीक्षा गर्दैछौँ, जुन चाहिँ नेपाली कान्छा युट्युब च्यानलबाट लिएको होइन त? हजुर, ठ्याक्कै। अब सुन्दाखेरि यो एउटा टिभी सोको कुरा मात्र जस्तो लाग्न सक्छ, तर खासमा यो त्यति मात्र होइन नि। हो त। यसभित्र लुकेको जुन न्याय, षड्यन्त्र र के भन्छ कर्मको फलको जालो छ नि, त्यो त हाम्रो आफ्नै समाजको एउटा ऐना हो। पक्कै पनि हाम्रो मुख्य उद्देश्य नै त्यही सामान्य जसो लाग्ने कथाभित्रको गहिराईलाई केलाउनु हो। ल, यसलाई राम्ररी केलाएर हेरौँ न त। कसरी एउटी सोझी र निमुखा महिलाले आफूमाथि भएको चरम अन्यायको पर्खाल भत्काएर आफ्नो अधिकार खोसेरै लिइन्। यो साँच्ची नै एउटा विस्फोटक बिन्दु हो, किनभने यहाँसम्म आइपुग्न भुन्टीले जे जति षड्यन्त्रहरूको सामना गरिन् नि, त्यो कुनै सामान्य कुरा थिएन। एकदमै कठिन सङ्घर्ष थियो त्यो। हजुर, जब हामी यो स्रोत सामग्रीको गहिराईमा पस्छौं, यो केवल एउटा कानुनी जितको कथा मात्र रहँदैन क्या। यहाँ सबैभन्दा चासोको कुरा के छ भने यो एउटा मनोवैज्ञानिक लडाईँको कथा हो, जहाँ सत्य र झुट बीचको टक्कर एकदमै नाङ्गो रूपमा देखाइएको छ। हो, अदालतमा अंशमुद्दा जित्नु, भूपेन्द्रसँग डिभोर्स हुनु र सम्पूर्ण सम्पत्ति आफ्नो नाममा गराएर त्यो लाल पूर्जा हातमा लिनु, यो दृश्य निकै शक्तिशाली छ। भुन्टीको लागि त्यो एउटा नयाँ जन्म जस्तै हो। अनि जब उनी त्यो लाल पूर्जा लिएर घर पुग्छिन् नि, जेरी र सिरिया जसले उनलाई फसाउन कुनै कसर बाँकी राखेका थिएनन्, उनीहरूको अनुहार त साँच्चै हेर्न लायक छ। पुरै धङ्ग परेका छन् नि तिनीहरू। मलाई त त्यो लाल पूर्जा एउटा स्वतन्त्रता र विजयको ट्रोफी जस्तो लाग्यो, एउटा यस्तो प्रमाण जसले भन्छ कि अब म तिमीहरूको अधीनमा छैन। एकदम सही तुलना गर्नुभयो। तर नि यहाँनिर मलाई एउटा कुरा पचेको छैन। के कुरा? मतलब शत्रुहरूले केटाहरूलाई पैसा तिरेर अनि प्रेम सम्बन्धको नाटक रचेर नक्कली प्रमाणहरू जुटाएर यत्रो ठूलो चक्रव्यूह रचेका थिए नि। हजुर, पुरै प्लानिङ गरेर फसाउन खोजेका थिए। त्यही त, यति धेरै बलियो षड्यन्त्र हुँदाहुँदै पनि कानुनको अगाडि उनीहरूको त्यो झुटो प्रमाण कसरी यति सजिलै चकनाचुर भयो त?
यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने नक्कली प्रमाणहरूले जतिसुकै ठूलो भ्रम सिर्जना गरे पनि नि तिनको जग एकदमै कमजोर हुन्छ। भनेपछि त्यो तासको महल जस्तै। ठ्याक्कै। भूपेन्द्र, जेरी र सिरियाले पैसा र पहुँचको भरमा जे रचेका थिए त्यो बाहिरबाट हेर्दा अभेद्य देखिन्थ्यो। उनीहरूले भुन्टीको चरित्र हत्या नै गर्न खोजे। हो, पुरै समाजमा बदनाम गराउन खोजेका थिए। तर कानून र सत्यको संयन्त्र कसरी काम गर्छ भने नि जब कानूनी प्रक्रियामा सूक्ष्म अनुसन्धान हुन्छ तब झुटका पत्राहरू आफै उब्किन थाल्छन्। भनेपछि कानूनको आँखालाई छल्न त्यति सजिलो छैन? छैन नि। झुटो प्रेम सम्बन्धको नाटकले अदालतको कसीमा काम गर्दैन, किनभने त्यहाँ कज एन्ड इफेक्ट अर्थात् कारण र परिणामको श्रृङ्खला मिल्दैन नि त। प्रमाणहरू एकापसमा बाँझिन्छन्। कतै न कतै त पुवाल परिहाल्छ। हजुर, यसले के देखाउँछ भने पैसा र पहुँचले सत्यलाई केही समय ढिला गराउन त सक्छ, तर पूर्ण रूपमा दबाउन वा रूपान्तरण गर्न चाहिँ कहिल्यै सक्दैन। म त्यो मान्छु, तर अलिकति यथार्थमा पनि त हेरौँ न। कस्तो यथार्थ? लाल पूर्जा हातमा पर्दैमा के साँच्चै सबै कुरा ठिक हुन्छ त? उनी त्यही घरमा फर्किँदैछिन् जहाँका मान्छेहरूले उनको जीवन नर्क बनाउन खोजेका थिए। त्यो त हो, वातावरण त उकुस मुकुस नै हुन्छ। त्यही त। कागजको एउटा टुक्राले त्यो घरभित्रको डरलाग्दो वातावरणलाई रातारात कसरी परिवर्तन गर्न सक्छ र? त्यो विजय त एकदमै नाजुक जस्तो लाग्छ मलाई त। लाल पूर्जाले ती मान्छेहरूको सोच त बदल्दैन नि, होइन र? हो, यो एकदमै जायज प्रश्न हो। लाल पूर्जाले भावना वा मानिसको आपराधिक सोचलाई रातारात पक्कै मेट्दैन। तर नि यसले एउटा पावर डाइनामिक्स अर्थात् शक्तिको सन्तुलन भने पक्कै बदल्छ। कसरी? हाम्रो जस्तो समाजको संरचनालाई हेर्ने हो भने नि जहाँ महिलाको पहिचान र सुरक्षा अक्सर पुरुष वा परिवारको सम्पत्तिसँग जोडिन्छ, त्यहाँ एउटी महिलाको आफ्नै नाममा लाल पूर्जा हुनु भनेको एउटा ठूलो क्रान्ति हो। त्यो कुरा चाहिँ एकदम सही हो। सम्पत्तिमा अधिकार हुनु भनेको ठूलो शक्ति हो नि। त्यो लाल पूर्जा हुनुको अर्थ अब भुन्टी कसैको आश्रित होइनन्। जेरी र सिरियाको अवाक अनुहारले के देखाउँछ भने उनीहरूले भुन्टीलाई जुन आर्थिक र सामाजिक कन्ट्रोलमा राखेका थिए नि त्यो लाल पूर्जाले एकै झट्कामा खोसिदियो। भनेपछि अब उनीहरूले भुन्टीलाई घरबाट निकाल्न सक्दैनन्? बरु भुन्टीले चाहिँ उनीहरूलाई निकाल्न सक्छिन्। ओहो, यो त साँच्चै नै गेम चेन्जर भयो। त्यो कागजको टुक्राले उनीहरूको नियन्त्रणको हतियारै खोसिदियो। एकदम। तर सहरमा लाल पूर्जा हातमा लिएर भुन्टी यो शक्तिको शिखरमा पुगिरहँदा अर्कोतिर गाउँमा भइरहेको घटनाले भने कथालाई पुरै अर्को दिशामा लैजान्छ। त्यो जङ्गलको घटना। यो विडम्बना कस्तो अचल्मको छ भने यता अदालतमा न्यायको घाम लागिरहेको छ, उता जङ्गलमा अमानवीय क्रूरताको सीमा नागिँदैछ। सुन्दा नै आङ सिरिङ्ग हुने घटना हो त्यो। बालकुमारी र उनको छोरा भीमले भुन्टीको आमा बुवालाई माइती गाउँ नजिकैको जङ्गलमा लगेर रुखमा बाँधी चरम यातना दिइरहेका छन्। एकदमै क्रूरताको पराकाष्ठा हो यो। तर मलाई अचम्म के लागिरहेको छ भने उनीहरू एक्कासी यति धेरै हताश किन भए? आमा बुवालाई नै जङ्गलमा लगेर यातना दिनुपर्ने अवस्था कसरी आयो? यसमा एउटा मनोवैज्ञानिक पाटो छ। जब षड्यन्त्रकारीहरूले आफूले रचेको जालो च्यातिँदै गएको महसुस गर्छन् नि तब उनीहरू हताश भएर सर्भाइभल मोडमा जान्छन्। भनेपछि आत्तिएर जे पनि गर्न थाल्छन्। हो, बालकुमारी र भीमलाई भुन्टीको शक्ति बढिरहेको कुरा भित्रभित्रै महसुस भइसकेको थियो। उनीहरूले भुन्टीलाई सिधै प्रहार गर्न नसकेपछि उनको सबैभन्दा कमजोर बिन्दु अर्थात् उनका वृद्ध आमा बुवालाई तारो बनाए। ओहो, कस्तो कायरता हो यो। मनोविज्ञानमा यसलाई डिस्प्लेस्ड अग्रेसन अर्थात् विस्थापित रिस पनि भनिन्छ। मतलब आफूले चाहेको व्यक्तिलाई आक्रमण गर्न नसकेपछि त्यो रिस कमजोर र असहाय व्यक्तिमाथि पोख्ने? ठ्याक्कै त्यही हो। पीडकहरू जहिले पनि पीडितलाई एक्लाउन चाहन्छन्। भुन्टीको मनोबल तोड्न र उनलाई घुँडा टेकाउन उनीहरूले यो क्रूर बाटो रोजेका हुन्। तर यहाँनिर कुरा साँच्चै रोचक बन्छ नि। त्यही बेला भुन्टीकी मितिनी सुकुमाया त्यहाँ पुग्छिन् र कथाले नयाँ मोड लिन्छ। सुकुमायाको एन्ट्री त एकदमै महत्त्वपूर्ण छ। हो नि, सुकुमायाले ती वृद्ध आमा बुवाको उद्धार मात्र गर्दिनन्, बालकुमारी र भीमलाई रङ्गे हात समातेर प्रहरीको जिम्मा लगाउँछिन्, सिधै हिरासतमा पुर्याउँछिन्। यो त एकदमै साहसिक कदम हो। यहाँ म एउटा कुरा उठाउन चाहन्छु। हामी सधैँ भन्छौँ नि पीडित आफै बलियो हुनुपर्छ, आफै लड्नुपर्छ भनेर। हजुर, समाजले त्यही भन्छ अक्सर। तर यदि सुकुमाया त्यहाँ नपुगेकी भए के हुन्थ्यो?
के भुन्टी एक्लैले यो लडाईँ जित्न सक्थिन् त? मलाई त लाग्छ यो एक्लो हिरोको कन्सेप्ट नै झुटो हो। यदि हामीले यसलाई फराकिलो दृष्टिकोणबाट हेर्ने हो भने नि सुकुमायालाई यहाँ केवल एउटी साथी वा संयोगको रूपमा मात्र हेर्नु हुँदैन। अनि कसरी हेर्ने त? उनी एउटा सिस्टमेटिक सपोर्ट अर्थात् प्रणालीगत सहयोग संयन्त्रको प्रतिनिधित्व गर्छिन्। जब परिवारले नै पीडितमाथि अन्याय गर्छ तब पीडित एकदमै अकेलो र असहाय हुन्छ। चौतर्फी घेराबन्दीमा परेको बेला यस्तो अवस्थामा राज्य, कानून वा समाजको तर्फबाट एउटा बलियो साथ चाहिन्छ। सुकुमाया त्यही बाहिरी शक्ति हुन्। एक्लो बनाउनु हो नि। अनि सुकुमायाले त्यो एक्लोपनलाई भत्काइदिन्। सही समयमा सही कदम चाल्ने र कानूनी निकायसम्म पुर्याउने सुकुमायाको यो भूमिकाले के प्रमाणित गर्छ भने न्यायको लडाईँ सामूहिक हुन्छ। एकदम सही कुरा गर्नुभयो। सुकुमाया नभएको भए सायद भुन्टीको यो कानूनी जित जङ्गलको त्यो क्रूरतामै दबिएर हराउन सक्थ्यो। पक्कै पनि, किनकि पीडकलाई कानूनको दायरामा नल्याएसम्म कागजको लाल पूर्जाले मात्र पूर्ण सुरक्षा दिन त सक्दैन थियो। सुकुमायाले साँच्चै नै त्यो सुरक्षा कवच प्रदान गरिन्। अब यो जङ्गलको घटनापछि हिरासतमा पुगेका बालकुमारी र भीमको मनोविज्ञानतिर लागौँ न त। उनीहरूको अवस्था त झनै अचम्मको छ। हो नि, उनीहरू हिरासतबाट छुट्छन् तर उनीहरूको कुराकानी सुन्दा लाग्छ उनीहरू कुन दुनियाँमा बाँचिरहेका छन्। सत्यबाट पुरै भागेका छन्। बाटोमा हिँड्दै गर्दा उनीहरूको चिन्ता के छ सुन्नुभयो? ओहो, गाउँमा त इज्जत गयो रे। यत्रो अपराध गरेर निस्केका छन्, चिन्ता चाहिँ इज्जतको छ। बालकुमारी अझै पनि आफ्नी छोरी भूमिकाले उनलाई अस्ट्रेलिया लैजाने सपना देखिरहेकी छिन्। यो त हास्यास्पद नै भयो। अनि छोरा भीम चाहिँ आमालाई सम्झाउँदै भन्छ, अस्ट्रेलियाको सपना छोडौं, अब सिधै काठमाडौँ गएर भुन्टीलाई अंश मुद्दामा हराउने योजना बनाउनु पर्छ रे। उनीहरूलाई भुन्टीले मुद्दा जितिसकिन् भन्ने पत्तो नै छैन नि त। मलाई त यो दृश्य देख्दा उनीहरू खेल सकिसकेको चेस बोर्डमा अझै चाल चल्न खोज्ने खेलाडी जस्ता लागे क्या। खेल सकिसक्यो, उनीहरूले हारिसके, तर अझै वजिर र घोडा कसरी चलाउने भनेर योजना बुन्दैछन्। हो, यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। मनोविज्ञानमा यसलाई स्टेट अफ डिनायल अर्थात् अस्वीकारको अवस्था भनिन्छ। भनेको जे भइरहेछ त्यो मान्दै नमान्ने। हजुर, बालकुमारी र भीम अहिले ठ्याक्कै त्यही बिन्दुमा छन्। उनीहरूले यति ठूलो अपराध गरे, जेलसम्म पुगे, तर अझै पनि उनीहरू आफ्नो गल्ती वा हार स्वीकार गर्न तयार छैनन्। तर मलाई अचम्म लागेको कुरा के हो भने जेलबाट भर्खरै छुटेका मान्छेहरूलाई आफ्नो ज्यान र कानूनी सजायभन्दा बढी त्यो गाउँको इज्जतको चिन्ता कसरी हुन सक्छ? यसको मुख्य कारण हो समाजमा इज्जतको खोक्रो आडम्बर र आफू सधैँ शक्तिशाली छु भन्ने भ्रम। उनीहरूले त्यही कथित इज्जत र शक्तिको आडमा वर्षौंदेखि शासन गरेका थिए नि त। उनीहरूलाई आफूले गरेको अमानवीय हरकतप्रति रत्तिभर पश्चाताप छैन, बरु अझै पनि काठमाडौँ गएर षड्यन्त्रकै तानाबाना बुन्ने सोच छ। यो त एक प्रकारको मानसिक रोग जस्तै भएन र? बाहिरबाट हेर्दा यो अस्वाभाविक जस्तै देखिन्छ, तर ग्रामीण संरचना वा कुनै पनि समाजमा जहाँ सोशल करेन्सी अर्थात् सामाजिक इज्जत नै सबै थोक हुन्छ, त्यहाँ पीडकहरूको लागि उनीहरूको सामाजिक छवि नै उनीहरूको अस्तित्व हो। समाजले के भन्ला भन्ने कुराले नै उनीहरूलाई डोर्याइरहेको हुन्छ। एकदम। जब त्यो छवि भत्किन्छ, उनीहरूलाई लाग्छ उनीहरूको सर्वस्व लुटियो। त्यसैले वास्तविकतालाई स्वीकार्नुको सट्टा उनीहरू एउटा यस्तो भ्रमको संसार खडा गर्छन् जहाँ उनीहरू अझै पनि चलाक र शक्तिशाली छन्। अनि भीमले काठमाडौँ गएर मुद्दा जित्ने कुरा गर्नु त्यही भ्रमको निरन्तरता हो त? हो नि। उनीहरू सत्य स्वीकार गर्न डराउँछन्, किनभने सत्य स्वीकार गर्नु भनेको आफू अपराधी हो भनेर मान्नु हो। तर यो प्रवृत्तिले त उनीहरूलाई झन् ठूलो पतनतिर लैजाँदैछ जस्तो लाग्छ मलाई। पक्कै पनि। जब उनीहरू काठमाडौँ पुगेर लाल पूर्जा भुन्टीको लाममा गइसकेको यथार्थसँग ठोक्किनेछन् नि, तब उनीहरूको त्यो अस्वीकारको अवस्था नराम्ररी भत्किनेछ। जति माथिबाट खस्यो, चोट त्यति नै गहिरो हुन्छ। उनीहरूको त्यो अहङ्कारको महल भत्किने क्षण साँच्चै नै छाँगाबाट खसे जस्तो हुनेछ। अब अहङ्कार र भ्रमकै कुरा गर्दा बालकुमारीले देखेको त्यो अस्ट्रेलियाको सपनालाई पनि केलाउनै पर्छ नि। ओहो, त्यो त अर्को विडम्बना हो। बालकुमारीले छोरी भूमिकाको भरमा अस्ट्रेलिया गएर सुख पाउने जुन हवाई महल बनाएकी छिन्, वास्तविकता त्यसको ठिक विपरीत छ नि। भुइँको यथार्थ निकै दर्दनाक छ। भूमिका अस्ट्रेलिया गएकी नै छैन, बरु उनी त आफ्नै श्रीमान, आमाजु, दिदी र सासूबाट चरम यातना भोग्दै घरभित्रै बन्दी भएकी छिन्। यो दृश्य हेर्दा त कसको मन नरोला र?
माइत बार्न खोज्दा समातिएर उनलाई नोकर जस्तै काममा लगाइएको छ। यो सुन्दा मलाई कस्तो लाग्यो भने हामी जसलाई हाम्रो भाषामा जे रोप्छौँ त्यही फल्छ वा कर्मको ऐना भन्छौँ नि, त्यो कति सटिक ढङ्गले फर्किँदो रहेछ। एकदमै सटिक। यहाँनिर कथाले एकदमै गहिरो सामाजिक यथार्थलाई छोएको छ। किनकि विगतमा भूमिकाले आफ्नी आमासँग मिलेर सोझी भाउजू अर्थात् भुन्टीलाई ठ्याक्कै यस्तै यातना दिएकी थिइन् नि त। हो नि, आज उनी त्यही अवस्थामा छिन्। यसले पितृसत्तात्मक सोच र शोषणको चक्र कसरी घुम्छ भन्ने कुरालाई देखाउँछ। भनेपछि यो एउटा सिकाइको कुरा पनि हो। हजुर, भूमिकाले आफ्नी आमा बालकुमारीबाट अरूलाई कसरी दबाउने, कसरी शास्ति दिने भन्ने कुरा सिकिन्। उनले घरमा भुन्टीमाथि त्यही प्रयोग गरिन्। तर जब उनी आफ्नो कर्मघर पुगिन्, उनी त्यस्तै शोषणकारी संरचनाको शिकार बनिन्। यो त एउटा भयानक चक्र पो रहेछ। जसले अरूको अधिकार छिन्न खोज्छ र अरूलाई पीडा दिन्छ। उसले अन्ततः आफ्नै स्वतन्त्रता कसरी गुमाउँछ भन्ने कुरा भूमिकाको अवस्थाले छर्लङ्ग पार्छ। तर यहाँ मेरो एउटा गम्भीर प्रश्न छ है। भन्नुस् न। भूमिका आफैले पनि मैले भाउजूलाई दिएको दुःखको सजाय भगवानले दिएको भन्दै पश्चाताप गरिरहेकी छिन् नि। उनले भोगिरहेको यो यातनालाई हामीले न्याय मान्ने कि नमान्ने त? यो एकदमै जटिल प्रश्न हो। किनभने एकातिर भुन्टीले अदालतबाट कानुनी न्याय पाइन्, लालपुर्जा पाइन्, तर भूमिकाले जे भोगिरहेकी छिन् त्यो त कुनै अदालतले दिएको सजाय होइन नि। पक्कै होइन। उनी त अर्को एउटा पारिवारिक अन्यायको पो शिकार भइरहेकी छिन्। के एउटा अन्यायको बदला अर्को अन्याय हुनुलाई न्याय भन्न मिल्छ र? यो साँच्चै नै सोच्न बाध्य बनाउने प्रश्न हो। भूमिकामाथि अहिले भइरहेको यातनालाई कानुनी रूपमा न्याय भन्न पटक्कै मिल्दैन। त्यो आफैमा एउटा अपराध हो र त्यसको पनि कानुनी उपचार खोजिनुपर्छ। अनि कथाले चाहिँ यसलाई कसरी देखाएको छ त? कथाले यसलाई नैतिक र आध्यात्मिक न्यायको रूपमा प्रस्तुत गरेको छ। प्रकृति वा कर्मको आफ्नो ऐना हुन्छ जसले हामीलाई हाम्रो आफ्नै अनुहार देखाउँछ। कर्मको फल भनौँ न। हजुर, भूमिकाले जे भोगिरहेकी छिन् त्यसले सुन्ने वा हेर्नेलाई मनोवैज्ञानिक सन्तुष्टि त दिन्छ, किनभने खराब गर्नेले सजाय पायो भन्ने लाग्छ नि त। हो, दर्शकको रूपमा हेर्दा एउटा सन्तुष्टि त मिल्छ। तर यसले सँगसँगै के पनि देखाउँछ भने जबसम्म यो शोषणको संरचना र मानसिकता भत्किँदैन तबसम्म एउटी महिलाले अर्की महिलाले दुःख दिने क्रम चलिरहन्छ। भूमिकाको अहिलेको अवस्था भुन्टीको विगतको ऐना हो। यसले कर्मको फल कसरी आफ्नै जीवनमा फर्किन्छ भन्ने देखाउँछ। तर कानुनी समाधान चाहिँ यो पक्कै होइन। होइन नि। साँच्चै यो कर्मको ऐना कति डरलाग्दो हुँदो रहेछ। समग्रमा हेर्दा यो स्रोत सामग्रीले एकदमै सन्तुलित ढङ्गले दुईवटा विपरीत अवस्थाहरूलाई सँगसँगै लगेको छ। एकदमै राम्ररी सन्तुलन मिलाएको छ। एकातिर हामी भुन्टीको उदय र स्वतन्त्रता देख्छौँ, त्यो लालपुर्जाको रूपमा। सत्य कसरी खरानीबाट उठ्छ भन्ने कुरा यसले देखाउँछ। अर्कोतिर हामी ती षड्यन्त्रकारीहरूको पतन देख्छौँ। हजुर, भूपेन्द्र, जेरी र सिरियाको षड्यन्त्र असफल हुनु। स्रोत सामग्रीले उल्लेख गरे अनुसार अब यो सबै घटनाक्रमपछि भुन्टी र भद्रको मिलन होस् र उनको जीवन सुखमय होस् भन्ने ठूलो चाहना राखिएको छ। र यो एकदमै स्वाभाविक पनि हो नि। हो त, यत्रो सङ्घर्षपछि उनी शान्तिको हकदार पक्कै छिन्। मानिसहरू यो कथासँग यति धेरै जोडिनुको कारण पनि त्यही हो के? हामी वास्तविक जीवनमा सधैँ तुरन्तै न्याय पाएको देख्दैनौँ नि त। हो, कहिलेकाहीँ वर्षौं लाग्छ। कहिलेकाहीँ त न्याय मर्दै मर्छ। तर यस्ता विषयवस्तु र कथाहरूले हाम्रो त्यो आशालाई जीवित राख्छन्। सत्यको जित हुन्छ भन्ने आश। हजुर, असत्यको जग जतिसुकै बलियो देखिए पनि, जतिसुकै पैसा र शक्तिको चलखेल भए पनि अन्ततः त्यो ढल्छ नै भन्ने विश्वासलाई यसले मजबुत बनाउँछ। हामी सबै चाहन्छौँ कि समाजमा सत्यको जित होस् र पीडितले न्याय पाओस्। तर आजको यो गहिरो अध्ययनको अन्त्यमा आइपुग्दा मेरो मनमा अझै पनि एउटा कुरा बिजिरहेको छ। म सुन्ने सबैलाई यो कुरामा सोच्न आग्रह गर्छु। के कुरा होला? कर्मले ढिलै भए पनि हिसाब त बराबर गर्छ र अदालतले लालपुर्जा दिलाएर अधिकार पनि सुरक्षित गर्छ। तर एउटी निमुखा महिलाले न्याय पाउनुभन्दा अघि वर्षौंसम्म भोग्नु परेको त्यो चरम यातना, त्यो मानसिक घाउ र आफ्नै मान्छेहरूबाट पाएको त्यो निर्मम धोका छ नि, कि एउटा लालपुर्जा र अदालतको फैसलाले मात्र ती सबै कुरालाई पूर्ण रूपमा निको पार्न सक्छ त? कि कानुनी रूपमा न्याय पाए पनि ती घाउका डामहरू मस्तिष्कमा जीवनभर मेटिँदैनन्? यो त एकदमै गहिरो कुरा हो। न्याय पाउनु र मानसिक रूपमा पूर्ण निको हुनु एउटै कुरा हो त? यो साँच्चै नै हामी सबैले गहिरिएर सोच्नुपर्ने कुरा छ। पक्कै पनि। यस विस्तृत चर्चामा हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।
फेरि यस्तै अर्को गहिरो अध्ययनको श्रृङ्खलामा भेट्ने नै छौँ। सबै कुरा बिस्तारै ठिक हुन्छ म्याडम, हजुर चिन्ता नगर्नु। ल ल ढोकाले माथि कौसीमा गएर गमलाहरूमा झार उम्रेको छ त्यो पनि गोडिदेऊ र कौसी पनि हुँदैन। तिमी चाहिँ आशा नमार, तिमी बलियो हौ, भरोसा गर, तिमीसँग हामी छौँ, तिम्रो जित अवश्य हुन्छ। हो नि, भुन्टीको जित नभएर भुन्टीलाई दुःख दिने बुढाको जित भयो भने त कन्या भइहाल्छ नि। हो नि सानीमा, जित त हाम्रो भुन्टीकै हुन्छ। भुन्टी, तिमी आउने बित्तिकै कोहीसँग नबोलिकन लुगा फेर्न गयौ, लुगा फेरेर आएर तिमी यहाँ घरको काम गर्न थाल्यौ, तिमीसँग निराश भएको देखेँ। त्यही भएर कुरो के रहेछ भनेर बुझ्न खोजेको थिएँ मैले। तिमी निराश नहो है, तिम्रो साथमा हामीहरू छौँ। हस् म्याडम, हस्, त्यस्तो केही निराश भयो कि होइन, चिन्ता नगर्नु। त्यहाँनिर गमलाहरू गल्लाले झारहरू कुर्न गुइला। ल भुन्टी, ल निराश नभइकन जाऊ है। ल मेरो भान्सो टेकी दिनुहोस्। मुरुक्क जुत्ता खोलेर आफूले आफैलाई सरी बोलेर त्यही जुत्ताले तेरा गाला झ्याक 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 हात अनि मात्र त यहाँबाट बाहिर जाने। खोल जुत्ता, हात गाला छोड। तँ गबर अति नै भइसकेकी छेस। मेरो भूपेन्द्रको सम्पत्ति खानलाई दुनियाँ पावरवाला केटाहरूसँग सङ्गत गरेर तिनीहरूसँग सम्बन्ध गाँसेर ठुला ठुला गफ गर्न सिकेर म भठाएर दादागिरी नदेखा। तेरो मुद्दा अदालतमा विचार दिने अवस्थामा छ। तैँले मुद्दा जितिसकेकी छैनस्, त्यही भएर यसरी फुर्ती लगाउन सुहाउँदैन, बुझिस्? तैँले पनि भूपेन्द्रसँग बिहा गरिसकेकी छैनस्, त्यही भएर यहाँ आउन सुहाउँदैन, बुझिस्? फुर्ती लाउँदै चाहिँ म त अझै पनि भूपेन्द्रकी कानुनी रूपमा श्रीमती हुँ, त्यसैले मेरो अधिकार छ, अधिकार। तर त कोस न, हिजो अस्तिसम्म त म यो कारणले गर्दा चुपचाप बसेकी थिएँ किनकि मलाई प्रमाण चाहिएको थियो। तर त्यो भूपेन्द्र नजिक भएको तासिएको प्रमाण चाहिएको थियो, त्यही भएर म चुप लाएर बसेकी थिएँ। क्या अब मुखले भन्दा मात्रै विश्वास गरेन, ठक्कै प्रमाण लगिसकेपछि त अहिले चाहिँ मेरो मुद्दा त कहाँ पुगिसक्यो। त्यही भएर चुप लागेकी थिएँ, तर अब काण्ड पुगिसक्यो। मैले खोजेको थिएँ, प्रमाण भेटिसकेँ, त्यही भएर अब त यहाँ आउने फुर्ती लाउने काम बन्द गरिहालै नानी। त कुरो आउनबाट लागिहाल्दा हुन्छ। जब त्यो भूपेन्द्र र मेरो छोडपत्र हुन्छ त्यसपछि त्यस घर मलाई मतलब होइन। तर छोडपत्र नहुँदासम्म यो घर मेरो अधिकार चल्छ, मेरो तरिकाले म ज्यारी पनि बन्न सक्छु। तल सक्छु, खाका खुसुक आएको मलाई मन पर्दैन है। तँ जतिको अनुहार मलाई हेर्न होइन गइहाल्छ। जा है सुन्नु न, म यहाँ तैँले बोलाएर आएको होइन, आफ्नो भूपेन्द्रको केयर गर्न आएको। अब तैँले भूपेन्द्रको केयरै गरिदिनुहोस्, अनि मैले उसको केयर गर्दा तँलाई के को आपत्ति हो? आपत्ति त भइहाल्छ नि। आफ्नो श्रीमानले अर्को केटीलाई यसो आँखा उठाएर हेर्दा त हामी श्रीमतीहरूलाई आपत्ति हुन्छ। झन् श्रीमानले घरै केटी लुता ल्याइरहँदाखेरि आपत्ति हुँदैन। अब कि त मलाई सिन्दुर हालिदिहाल, बिहारिहाल भन्थ्यो भूपेन्द्रलाई र बिहारेर बस, म बाउ बिहाको केस पनि हालिदिन्छु। राम्रै हुन्छ तिमीहरू जस्ता। होइन भनेदेखि यसरी यो नाजायज सम्बन्ध गाँथे यसो गरेर हिँड्ने काम नगरे मैले भनिदिएको छु। फुर्का जा। अरे जान्नुहोस्, भूपेन्द्र फेरि यो केटी जानै मान्दिन, फुर्का। केरा खाएर बोक्रा किन थाले कि? जुत्ता लाएर तेरा कुया खुट्टा मेरो कोठा किन हाले कि? जुत्ता लाएर अर्का भान्सा के केरा बोक्न थाले तेरा आँखाले नदेख्ने? आँखा कहाँ हालेकी छस्? हँ? गोजी आँखा हेरेर हिँडेकी छस्? के बेगा रहेकी छस् आँखा? मैले त जेठानी पर्ने सेरिया, जेठानी पर्ने भुवन दाइलाई समेत भान्सा अलग गर्दिस। अब तँ अर्का बुढा पछि लाग, अर्का घर भान्नीलाई चाहिँ अब म यही भान्सा यताउता गर्न दिन्छु होला। जेठानी साइनो पर्ने मान्छेको समेत अनुहार हेर्न नजाएर भान्सा अलग गर्ने भुन्टीले तँलाई यहाँ आउन दिन्छ? दिन्न। त्यही भएर फुरुक्क आफ्नो बाटो लाग, यहाँबाट भाग योभन्दा अगाडि। तेरो यो जुत्तोले मैले चटाक्क गरेर छ। अनि यसलाई पनि घरबाट निकालेर के गर्न खोजे होला भूपेन्द्र बाबुले? भुन्टीसँग छुटेपछि भूपेन्द्र बाबुलाई छुट्टै घर किनेर लगेर राख्छु भन्थे। यति धनी बाउकी छोरी होइन, यसलाई पनि लत्याएर के चाहन्छन् तिनी? तिमीसँग मिल्न चाहन्छु। म मेरी पहिलाकी कोठी हेर्न चाहन्छु, जो निर्दोष थिए, मलाई मात्रै माया गर्थे, मलाई
मलाई मेरो त्यो बुन्टी चाहियो। तिमी यति धेरै निर्दय नभन न। हेर, तिम्रो निर्दयपन देख्दा देख्दा मैले हरेस खाइसकेँ। म त त्यही मायाकी खानी, कोमल हृदय भएकी दयाकी खानी त्यो बुन्टीलाई हेर्न चाहन्छु। मलाई माफ गरिदेऊ, हामी मिलाउन प्लिज। बुन्टु, हुन्छ भन न प्लिज। हेर, मबाट गल्ती भयो। अब म यस्तो गल्ती कहिले पनि दोहोऱ्याउँदिनँ। प्लिज त्यो मुद्दा फिर्ता ल्याउन, हामी मिलाउँ के? हामी मिलेर फेरि नयाँ जीवन सुरु गरौँ। हेर, डिभोर्स गरिसकेकाहरू त आफ्नो गल्ती स्वीकारेर फेरि पुनर्मिलन गर्छन्। हाम्रो त डिभोर्स पनि भएको छैन। मबाट गल्ती भयो, मलाई माफ गरिदेऊ न, हामी मिलाउन प्लिज बुन्टु, हुन्छ भन न। असटी अछि अब योसँग केही नलाग्ने भयो भनेर मिलेको जस्तो नाटक सुरु गरिएस्। तेरो यो नाटकमा अछि वास्तवमै मेरो मिटिनी जो हुनुभएको भए त फस्नु पनि हुन्थ्यो होला। तर यो सुकुमियालाई सक्दिएन असटी, सक्दिएन। बुन्टु, बुन्टु, के सोचिरहेकी छौ तिमी? तिमीलाई लागिरह होला मैले फेरि पनि तिमीलाई धोका दिन्छु। हेर, मबाट अब यस्तो गल्ती हुँदै हुँदैन। मलाई माफ गरिदेऊ यदि मबाट यस्तो भयो। के भन्नुभयो भूपेन्द्र बाबुले? मैले त केही पनि सुनिनँ त। के गर्नु, माथि जाउँ भने त्यो गवारले सबै चामल भाँडा कुँडा सबै यहाँ भाग लगाइदिएकी छ। अनि माथि त्यो गनगन सुन्नुभन्दा त बरु यहीँ पकाउने खाने भनेर हामी त भान्सा यहीँ गरेका छौँ। मैले त केही सुनिनँ। के भयो? के हुनु नि, मलाई अब यो घरमा कहिले पनि नआउनु रे। हजुरको देवर भूपेन्द्रले मलाई घरबाटै निकालिदियो। जेरी, के भन्दैछौ तिमी यो? म यो के सुन्दैछु? भूपेन्द्र बाबुले तिमी जस्तो केटीलाई कसरी घरबाट निकाल्न सक्नुहुन्छ? हिँड, म बाबुसँग कुरा गर्छु। भयो दिदी भयो, छोडिदिनुहोस्। जान्न मलाई जहाँसम्म लाग्छ भूपेन्द्रले आजभोलि त्यही भुन्टीलाई माया गर्न थालेको छ। त्यही भएर त मलाई यस्तो व्यवहार गरिरहेको छ नि। ठिक छ दिदी, यदि भूपेन्द्र त्यसैसँग खुसी हुन्छ भने त्यसैसँग खुसी भइरहोस्। त्यो अनपढ गवारले भूपेन्द्रलाई त्यति धेरै दुःख दिँदा पनि उसलाई त्यसैको माया लाग्छ र मलाई यस्तो व्यवहार गर्छ भने मलाई भन्नु केही पनि छैन दिदी, म गएँ। जेरी, तर तिमी कहाँ जान्छौ? साथीकोमा जान्छु। ओ माई गड, ए एउटा जेरीसँग आस्थ्यो। भूपेन्द्र, तिमी यहीँ भित्र हुँदा हुँदै यसले यति थरी भन्दा किन चुप लागेर बसेको? यसले यस्तै दुर्व्यवहार गरेको छ भन्नालाई मैले तिमीलाई यति धेरै माया गरेको हो। किन गरियोस्? के मलाई थाहा छैन। तँ यहाँबाट गइहाल, म त्यो अनुहार पनि हेर्न चाहन्न। भूपेन्द्र, तिमी यो के भन्दैछौ? तिमीलाई राम्रोसँग थाहा छ त मेरो बाबा मम्मीले मसँगको सबै सम्बन्ध तोडिसक्नु भएको छ। अब म केवल तिम्रो लागि मात्र बाँचेकी छु अनि तिमी पनि मसँग यस्तो व्यवहार गर्दैछौ। आखिर किन? किन? मैले भनेको मान, त्यहाँबाट निस्केर गइहाल। म कहाँ जाउँ भूपेन्द्र, म कहाँ जाउँ? कहाँ जान्छस् त्यो मलाई थाहा छैन। जहाँ जान्छस् जा, तँ यहाँबाट गइहाल। तपाईँ यही हुनुहुन्थ्यो? माथि भूपेन्द्रले मसँग कस्तो व्यवहार गरेर सुन्नुभयो होला नि। अनि यो सब सुन्दा सुन्दा तपाईँ किन चुप हुनुहुन्छ? कसैले राम्रो कुरा गर्यो भने बोलेर होइन, सुनेर आनन्द लिनुपर्छ। धेरै पछि भूपेन्द्रले अलि राम्रो कुरा बोलेको जस्तो लाग्यो, त्यही भएर सुनेर बसिरहेको। अब तिमी पनि भूपेन्द्रले जे भनेको छ त्यही मान, गइहाल यहाँबाट। दिदी, यही पनि हुँदो रहेछ त। अनि यही भएको मान्छे माथि भूपेन्द्रले मलाई दुनियाँ थोक भन्दा तपाईँले केही पनि सुन्नु भएन? फाइदा उठाइसकेपछि उनीहरू एउटा समयमा पेशी यति कठोर हुन्छन् कि उनीहरू जति कठोर अरू कोही हुनै सक्दैन। मेरो मन पनि तप्रति त्यस्तै कठोर भइसकेको छ। त्यसैले अब यो कठोर मनलाई पगाल्ने कोसिस नगरेकै राम्रो। कुरो बुझ्नुभयो होला है? त्यसैले अहिलेलाई एक्कासी घाँटी दुखेर अलिक गाह्रो भइन्छ, बढी बोल्न चाहन्न। कुरो बुझ्नु होला, मेरो मुन पार्ने कष्ट नगर्नु होला। धन्यवाद। जे सजाय दिन्छौ त्यो म पाउन तयार छु। मलाई माफ गरिदेऊ। मलाई माफ गरिदेऊ। पहिला मलाई त्यति धेरै माया गर्ने मान्छे, पहिला मैले त्यत्रो गल्ती गर्दा पनि मलाई माफ गरिदिने मान्छे, अहिले तिमीले मलाई किन माफ दिन सकिरहेकी छैनौ? तिमी यसरी परिवर्तन हुनुको कारण के हो भन त? मेरा बुवाई किन
म उनीहरूका मोयामा यति लट्ठ परेकी हुँ कि उनीहरूका अगाडि तँ जस्तो त केही होइन झारपात होस् जस्तो लाउँछ। उनीहरूको मायामा लट्ठ हो, त्यही भएर परिबदल भयो कि। कुरो बुझ्यो? अन्त यो तिमी के भन्दैछौ? ठिक भन्दै हो। यस्तै सोचे छैन तैँले? आफू घरमा श्रीमती हुँदाहुँदै दुनियाँ केटीसँग लाएर श्रीमती भुल्न सक्नेले श्रीमतीले पनि त्यस्तै गर्छ भन्ने सोच्छ छैन? तर सबैजना तँ जस्ता हुँदैनन् त। त्यसैले तैँले जति नै पापड बेलिने, तैँले जति नै मलाई फकाने, तेरो टाउकै यहाँ प्याटै फुटाइने, केही हुने होला होइन। तँलाई पटक पटक माफ दिँदा दिँदा म थाकिसकेँ। त्यही भएर अब तैँले मसँग माफ मागेर मलाई मोया देखाएर मेरा नाममा हातै काटेर रगतको खोलो नै बगाइस् भने पनि मेरो मन पग्लिँदैन। छोरी मुन्छा मुन निकै कोमल हुन्छ, तर त्यो कोमल मनलाई नबुझेर त्यो कोमलताको फाइदा भइलो मचाउनलाई चुप लागेर बस यहीँ। तिमी चाहिँ चुप लागेर बस बुढा। यो थाङ्ने माग्ने कि छोरीलाई मैले उहिलेदेखि दुःख गरेर बचाएर राखेको सम्पत्ति खान रजाइ गर्न दिन्न म। यसलाई त म घोक्रे ठ्याक लगाएर त्यसको जग्गलटक्का सत्यानाश गरेर सासु आमा म तपाईँको छोरासँग आउँछ नलिकन छुट्छु, मबाट गल्ती भयो भन्ने बनाउन सकिनँ भने मेरो नाम पनि बालकुमारी होइन, बालकुमारी होइन त भीम? हो आमा हो, तपाईँले एकदम ठिक भन्नुभयो। ठिक छ। यत्रो गाई बाख्रा घर म एक्लो बुढोलाई जिम्मा लगाएर मेरो बिजोग बनाएर हिँड्न लागेका छौ। तिमीहरूले चाहेको कुरा पुगेछ भने त म यो कान च्वाट्टै काटेर फालिदिन्छु। पछि मर्या मुख लगाएर हामीले गल्ती गरेछौँ, सहर नजानु पर्ने रहेछ, हाम्रो इज्जत पनि गयो, बिजोग पनि भयो भन्दै फेरि यहीँ आउनुपर्छ। बुझ्यौ? चुप लाग्नुहोस् बुवा तपाईँ। आज हामी सबजना एकजुट हुन नसक्दाखेरि यो सब भएको। कम्तीमा ठुल्गाएर तपाईँले हाम्रै पक्षमा बोलेर भुन्टी भाउजूलाई अंश नदिन अडान लिन सक्नु भएको भएदेखि आज भुन्टी भाउजू चुपचाप त्यो घरबाट रित्तै जान बाध्य हुने थिए। तर के गर्नु, घरको मेन मान्छेले नै उसैलाई सपोर्ट गर्न थालिसकेपछि झन् उसको हिम्मत बढ्न थालेको छ। तर यति सजिलै हाम्रो यो सारा सम्पत्ति उसको हुन कहाँ दिन्छु र म काठमाडौँ जाउँ न। त्यसपछि भीम, आमा छोरा कता हो? हामी सहर हिँडेको बुवा। जुन घरको ठुलो मान्छेलाई आदर इज्जत गरिँदैन, जुन घरको मूल मान्छेका कुरा सुनिँदैन, त्यो घरमा कहिल्यै उन्नति प्रगति हुँदैन, कहिल्यै शान्ति छाउँदैन, दरिद्रताले बास गर्छ भन्ने सुनेको थिएँ। अहिले आफै भोगिरहेको छु। सहर हिँड्या मान्छे एक वचन मलाई नसोधिकिन आमा छोरा सहर हिँड्यो होइन त? अब तेरी आमा त ठुली मान्छे, आफ्नो श्रीमानसँग केही सरसल्लाह गर्नुपर्छ भन्ने कुरा आवश्यक ठानिन। तँ त मेरो छोरो होस् नि, कमसेकम तैँले त बुवा हामी सहर जाँदैछौँ भनेर कुरा गर्नलाई, सरसल्लाह गर्नलाई आवश्यक ठानिनस्? के गर्नु बुवा, सल्लाह गरेर बेकारमा हल्ला मात्रै हुन्छ। अब तपाईँ हामीले भनेको कुरा केही टेर्नुहुन्न, खालि आफ्नो मात्रै कुरा माथि पार्न खोज्नुहुन्छ। उता भुन्टी भाउजूले सारा सम्पत्ति खान लागेकी छिन्। अब तपाईँ बताउनु त कता हो कता, उल्टै खाओस् जस्तो गर्नुहुन्छ। अनि तपाईँसँग सल्लाह गरेर केही फाइदा छ? छैन, केही फाइदा छैन। मैले भनेको मानेर मेरो सल्लाह लिएर तिमीहरूलाई केही फाइदा छैन। अस्ति नै मैले सम्झिनालाई गएर दुःख नद्याऊ, राम्रोसँग कुरा गरेर आओ भनेर भने। अब तिमीहरू गएर त्यस्तो दुर्व्यवहार गरेर जङ्गलमा लगेर बाँधेर भोकभोकै राख्यौ। अहिले आएर त्यसको सजाय यतिन्जेल भोग्नु पर्यो। तिमीहरूले आफू खुसी गर्दाको फाइदा त्यही होइन त? मैले भनेको नमानेर मन परी गर्दा राम्रो भएको छ होइन त? अहिले हामीलाई राम्रो भए पनि नराम्रो भए पनि तिमीलाई राम्रो भएको छँदैछ नि। मैले भनेको नमानेर नटेरेर आमा छोरा यतिका दिन चौकीमा गएर बस्नु पर्यो, ठिक्क पर्यो भनेर मनमनै खुसी हुँदै खुच्ची बजाइराखेको छ होला होइन? तिमीहरू जस्ता मति बिग्रेकाले सोच्ने भनेकै यस्तै हो। कमसेकम मान्छे भएर जन्मिसकेपछि आफूले गल्ती गरिसकेर गल्तीको सजाय भोगिसकेपछि त ओहो हामीले गल्ती गऱ्यौँ, अब यस्तो गर्नु हुँदैन भनेर कमसेकम सोच्नुपर्छ नि। तिमीहरू के साह्रो अन्धो भएको? के साह्रो अन्धो भएको? कहिले खुल्छन् तिमीहरूको आँखा? बुहारीलाई काखा बुढीलाई पाखा गर्ने मान्छेलाई हाम्रो आँखा जहिले खुल्यो तिमीलाई के मतलब? हिँडै बिन बेकारमा यस्तासँग कुरा गरेर बसेर हाम्रो टाइम मात्रै बर्बाद। अहिले गाडी छुट्यो भने हाम्रै बिचो हुन्छ, हिँड्छौँ। कहीँ पनि जाने होइन, जहाँ गयो ती भागभैलो मचाउनेहरू किन हिँड्नु पर्यो? यसै पनि भूपेन्द्र भुवन उता तनावमा छन्, झन् तिमीहरू गएर तनावमाथि तनाव थप्ने काम गर्दै नगर। भुन्टीले मुद्दा हालिसकेकी छन्, अब उनले कुनै पनि हालतमा मुद्दा फिर्ता लिन्नन्। अंश नलिकन भूपेन्द्रलाई छोडपत्र दिन्नन्, यो कुरा ग्यारेन्टी हो। अनि तिमीहरू जान्ने भएर किन जानु पर्यो सर? घरमा खलकलाई छोडेर म धेरै टाढा जान्थेँ नानी, अनि आफै केही गरी खान्थेँ। त्यसैले प्लिज नानी मलाई यति सहयोग गरिदिनुहोस्, म तपाईँलाई 5,000 रुपियाँ दिन्छु के। भाउजू फेरि तपाईँसँग 1 रुपियाँ पैसा छैन भन्नुहुन्छ, 5,000 रुपियाँ चाहिँ मलाई कहाँबाट ल्याएर दिनुहुन्छ नि? एकचोटि मेरो आमासँग कुरा भयो भनेदेखि मेरो आमाले तपाईँकै खातामा पैसा हालिदिइहाल्नुहुन्छ नि नानी। तपाईँले मेरो माइतीलाई चिन्नु नै भएको छैन। मेरो माइती त यिनीहरूको खलक जस्तो होइन नि, एकदम धनी परिवार हो। मेरो दाइहरू त कार चढेर हिँड्नुहुन्छ, कार। मेरो त माइती गाउँभरिमा हाम्रो घर जस्तो धनी घर अरू कसैको पनि छैन नानी। सबैभन्दा ठुलो बङ्गला घर छ मेरो माइतीमा त। त्यस्तो बङ्गलोमा बसेकी सुविधा भोगेकी मान्छे हो म। तर यहाँ आएर तिनीहरूको त्यस्तो माटोको झुपडीमा बस्नु परेको छ, त्यही पनि उनीहरूकै कुरा ठुलो छ बा। मलाई यहाँ यस्तो भएको छ नि, यस्तो भएको छ नि नानी, यहाँ मेरो फिलिङ्स बुझ्दिने कोही पनि छैन। त्यसैले नानी मलाई एकचोटि आमासँग फोनमा बोल्न दिनुहोस्,
म तपाईँलाई आमालाई भनेर पैसा तपाईँकै खातामा हाल्न लगाइदिन्छु। अब त विश्वास गर्नुहोस्। ए ल ठिक छ, 5,000 होइन 10,000 हालिदिन लाउने भए चाहिँ म तपाईँलाई मेरो फोन दिन्छु। फेरि मैले फोन के हुँदो रहेछ? जाउँ आमा, हिँड्नुहोस्। थुक्क यो बालकुमारी आफू जस्तै छे, छोराछोरीलाई पनि त्यस्तै बनाइ। अब यी राक्षसका सन्तान सबै सहर गएपछि के हुने हो? के हुनु छ होस्, मलाई केही मतलब छैन। तर मलाई जसरी हुन्छ यो घरबाट निस्किनु छ। मलाई कति धेरै दुःख दिएका छन्। मैले यो गाउँका सबै मान्छेसँग सहयोग पनि मागेँ, तर मलाई कसैले सहयोग गर्नु भएन। सबैजनाले उनीहरूलाई नै सपोर्ट गर्नुहुन्छ। सबको नजरमा उनीहरू एकदम राम्रो बनेका छन्, तर उनीहरू मेरो लागि कति नराम्रो छन् भन्ने कुरा म शब्दमा भन्न पनि सक्दिनँ। त्यसैले प्लिज तपाईँले मेरो दुःख बुझिदिनुहोस्। अनि मैले यो कुरा मेरो माइतीसम्म पुर्याउनको लागि एकल फोन गर्नलाई मलाई मोबाइल दिनु न। त्यसपछि म मेरी आमालाई फोन गरेर यिनीहरूले मलाई कति दुःख दिएका छन् भन्ने कुरा सबै आमालाई लाउँछु। त्यसपछि मेरी आमाले पुलिस लिएर आएर यिनीहरूको के हालत गर्छन् र कुन अवस्थामा पुर्याउँछन् भन्ने कुरा यिनीहरूले सोच्न पनि सक्दैनन्। आजसम्म त मलाई यिनीहरूले बन्धक बनाएर राखेका छन्, तर आज म तपाईँको सहयोगले गर्दा मेरो माइतीसम्म यो कुरा पुर्याउन सक्ने भएकी छु। मलाई विश्वास छ तपाईँले मलाई सहयोग गर्नुहुन्छ भनेर। यदि तपाईँले मलाई सहयोग गर्नुभयो भनेदेखि म तपाईँलाई 5,000 रुपियाँ दिन्छु। तर भाउजू, मैले तपाईँले सहयोग गरेको कुरा मोहन दाई अनि उहाँको आमा बुबाले थाहा पाउनु भयो भने बर्बाद हुन्छ। उहाँहरूसँग हाम्रो कति राम्रो सम्बन्ध छ, बेकारमा यही कुराले गर्दा हाम्रो सम्बन्ध मात्र बिग्रिन्छ। त्यसैले मलाई यसरी अप्ठ्यारोमा नपार्नुहोस् न भाउजू। तपाईँलाई केही अप्ठ्यारो पर्दैन नानी, एकछिन फोनमा बोल्दैमा के नै अप्ठ्यारो पर्छ र? त्यही नि म तपाईँले मलाई फोन दिनुभएको भनेर कसैलाई भन्दिनँ। प्लिज नानी, मलाई यो गाउँका मान्छे कसैले पनि सहयोग गरेका छैनन्। तपाईँले मलाई यति सहयोग गर्नुभयो भनेदेखि म तपाईँको गुण कहिले पनि बिर्सिन सक्दिनँ नानी। तपाईँसँग 5,000 पैसा रहँदै रहेछ क्यारे, बरु त्यही 5,000 पैसा लिएर बजारतिर जानुहोस् अनि एउटा मोबाइल किन्नुहोस्। त्यही मोबाइलबाट आफ्नो माइतीलाई फोन गर्नुहोस् न। अहिलेको समयमा बुहारीलाई यति धेरै कडा गर्ने, मोबाइलै नदिने, यस्तो गर्नुहुन्छ जस्तो त लाग्दैन है भाउजू मलाई त। तपाईँले कुरा अलि धेरै बढाएर पो गर्नुभयो कि? ल हेर कस्तो कुरा गर्नुभयो कि नानी तपाईँले। म किन कुरा बढाएर गर्छु र? मैले त यिनीहरूले मलाई जस्तो व्यवहार गरिरहेका छन्, मैले जे भोगिरहेको छु त्यही भन्दैछु। अब यिनीहरूले मलाई बजारसम्म निस्किन नि दिँदैनन्। अब फेरि बजार गएर मोबाइल किन्नलाई मसँग अहिले 1 रुपियाँ पनि पैसा छैन। सबै पैसा घर गहना उनीहरूले तालचा लाएर राखेका छन्। त्यो पनि सासू सुत्ने ढिकुटीमै राखेका छन्। अब सासूले त्यो ढिकुटी कहिल्यै छोड्दिनन्। यसो कहिले काहीँ बेला मौकामा त्यो फोरेर निकाल्ने कोसिस पनि गरेँ मैले। अब चाबी पनि कतिवटा लाएको हो, मेरो केही सिप लागेन नानी। एकचोटि यिनीहरूले मलाई दिएको दुःख मेरो माइतीसम्म पुर्याउन पाए, मेरो बुवा र आमाले यिनीहरूको घरमै पुलिस लिएर आउनुहुन्थ्यो। अनि त्यसपछि यिनीहरूलाई मेरो बुवा आमाले मेरो बिहेमा दिएको दाइजो सम्पत्ति सबै फिर्ता लिएर अनि यिनीहरूको घरबाट मैले पाउनुपर्ने सम्पूर्ण अधिकार लिएर यो पापिएको कुरा मोहन दाई अनि उहाँको परिवारले चाहिँ थाहा पाउनु भएन नि? हेत तेरिका नानी, थाहा हुँदैन कि थाहा हुँदैन, तपाईँ ढुक्क हुनुहोस् न। ल ल ल ल कुरा गर्नुहोस्। तेरिका आमालाई फोन पनि लाग्दैन यही बेलामा। फोन यही बेला कसको फोन आयो? उठाउने हातभरि गोबारेको भएर छ। अहिले आफै गर्छु। नानी उता फोनै उठेन, म फेरि एकचोटि ट्राई गर्छु है। ल ल छिटो गर्नुहोस्। हस्। हात तेरिका फेरि कसले फोन गर्यो? कति फोन आएको? नम्बर त नयाँ छ त, कसले गर्यो? हेलो हेलो बुवा, एकचोटि आमालाई फोन दिनुहोस् न। को हो? अचम्म छ बा, अब मलाई पनि चिन्न छोड्नु भयो। म भूमिका हो क्या, छिटो आमालाई फोन दिनु न भनेको। अनि आमा चाहिएर छ त, बाउलाई किन फोन गर्यो कि? आमालाई नि फोन लगाएर कुरा गर। आमाको फोन उठेको भए त म तपाईँलाई किन फोन गर्थेँ र? छिटो आमालाई फोन दिनु न। छैन तेरि आमा, सहरतिर गएकी छ, उसैको फोन लगाएपछि कुरा गर्नु। हे प्रभु, के आइलागेको फेरि? नानी आमा सहर जानुभएको अरे, बाटोमा भएर फोन नउठेको होला। म फेरि एकचोटि गर्छु ल। ल के ल, अलि छिटो गर्नु नि, मलाई हतार छ। तेरिका यो आमाको चाहिँ फोनै लाग्दैन, के भएको होला? एकचोटि फेरि बुवालाई नै गर्नु पर्यो। तेरिका यो भूमिकाले कति फोन गरे कि? पता गरी के आउन चाहियो? मलाई पनि यसो बाहिर जानु छ। बाहिर लिएर जाने त दुनियाँको नाठोलाई मैले बाहिर लिएर घुमाउँछु होला झैँ लाउँछ। छोडपत्र दिएर हिँड्ने योजना बनाइसक्यो मान्छेले, बाहिर लिएर हिँड्छु। अब तँलाई बाहिर लिएर हिँड्ने दिन गए, त्यही भएर लिएर हिँड नभन्का। हेर म यहाँ कोठामा बस्दा बस्दा वाक्क दिक्क भइसकेँ। मलाई यसो कतै बाहिर लैजाऊ, तिमी धर्मै हुन्छ। अब मलाई धर्म कमाउनु छैन। धर्म त त्यो मान्छेको सेवा गर्दा मात्रै हुन्छ जो मान्छे वास्तवमै दुखी हुन्छ, दया गर्न लायकको हुन्छ। दया माया त्यस्तोलाई गर्नुपर्छ जो निर्दोष छ, जो दुःखमा छ। तँ जस्तो
अरूलाई दुःख दिने, मान्छे खोल ओडेको नरक पिचासलाई दया माया गर्यो भने धर्म होइन, पाप ल्याउँछ पाप। त्यसैले अब त जस्तोलाई सेवा गरेर धर्म कमाउनु छैन मलाई। सत्य बोल्दै मैले अब उनलाई नै तनाव भए जस्तो छ, घरतिर लागिसकिन्। ए ल बाबु ल, यिनीहरू सन्तानै यस्तै हुन्, जस्तो आमा त्यस्तै भएर निक्ली। भन्नु भने आफ्नो घरको बेइज्जत गरे जस्तो हुन्छ। के भन्नु, यसकी आमाले पनि मलाई कहिल्यै सुख र शान्तिको सास फेर्न दिइन। यहाँ त्यसकी आमाले मलाई जति तनाव दिएकी छे, जस्तो व्यवहार गरेकी छे, तपाईँलाई पनि त्यहाँ त्यस्तै गर्ली जस्ती छ। ल है बाबु, प लगाएर राख्नु। हस् हस्, हजुर ढुक्क हुनुहोस्। अबदेखि तँलाई म घरको सङ्घार नागेर अलिकति बाहिर आउनु दिन्न। तैँले हाम्रो घर प्रहरी ल्याउने, कारवाही गराउने, तेरो यत्रो हिम्मत। ओ अञ्जना बहिनी, तिमी खुर्क घर गइहाल त। यस्ता दिमाग फुस्केको मान्छेको सङ्गत गऱ्यौ भने तिम्रो पनि भविष्य अन्धकार हुन्छ। त्यसैले यस्ता दिमाग फुस्केको मान्छेको सङ्गतबाट टाढै बस। खुर्क जाऊ। अबदेखि यस्तालाई सहयोग गरेको थाहा पायो भने राम्रो हुने छैन। पैसाको लागि जे पाए त्यही काम गर्ने हो। खुर्क घर जाऊ। तपाईँ घरै तेरो घर जान त कि घरमा एक सेकेन्ड पनि बस्दिन। कता दिइसके छोड्दिए मलाई। ए बिहे गरेर आइसी घरमा जान्न, घरमा बस्दिन भन्दा सुख पाउँछस्? खुर्क घर जान म छोड्दे मलाई सिधै जान दिनु घर। सर्वोत्तम सिमेन्ट प्रेजेन्ट्स भुन्टी पावर्ड बाई बर्जर सिल्क एन्ड डिश होम इन्टरनेट। तिमी र म नजिक हुन्छौँ, फेरि तिमी र म नजिक भएको देखेपछि त्यसले फेरि मुद्दा हाल्ने हो कि फेरि फसाउने हो कि के गर्ने होला? त्यो त हाम्रो लाइफमा ठुलो तगारो बन्ने भयो। त्यसले मलाई दुर्व्यवहार गरेको सम्झिँदा त मलाई लाग्छ कि त्यसलाई घाँटी निचलेर त्यतिखेरै ठाउँको ठाउँ मारिदिउँ। तर के गर्नु, त्यो टाठीबाठी भइसकेकी छे, मुद्दा मामिला सबै गर्न जान्ने भइसकेकी छे। त्यही भएर मात्र म चुप लागेर बसेको छु। तर एउटा कुरा याद राख भूपेन्द्र, यदि हामीले त्यसलाई जिउँदो छोड्यौँ भने त्यसले हामीलाई खुसी भएर कहिले पनि बाँच्न दिँदिन। त्यही भएर तिमीले मैले भने मान्छौ भने कसरी हुन्छ त्यसलाई तिम्रो मायामा फसाऊ, त्यसलाई मुद्दा फिर्ता लिन लगाऊ। मुद्दा फिर्ता लिइसकेपछि जब त्यसले तिमीलाई माया गर्न थाल्छ, तिमीसँग नजिक हुन थाल्छ, त्यसपछि त्यसलाई तिमी र म मिलेर कसैले थाहा नपाउने गरी सिध्याइदिउँ। के भन्दैछौ तिमी? म ठिक भन्दैछु भूपेन्द्र। त्यसको चोरीफुरी आजभोलि निकै बढिरहेको छ। हामीले जति सहिरहेको छौँ त्यसको दादागिरी अझै बढ्दै गइरहेको छ। एकचोटि सम्झ त, त्यसले मलाई गरेको व्यवहार, तिमीलाई गरेको व्यवहार, त्यो त बाँच्न लायकको मान्छे नै होइन। हेर भूपेन्द्र, तिमीले त्योसँग माफ मागेर त्यसको मन पगालेर मुद्दा फिर्ता लिन लगाइहाल्यौ भने पनि त्यसले भविष्यमा हामीलाई समस्यामा पार्छे। त्यही भएर कसरी हुन्छ, हामीले यो समस्यालाई जरैबाट उखालेर फाल्यौ भने म तेरो अनुहार हेर्दा 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 वाला जस्तो भएर दिक्क वाक्क भएर यसो एकछिन बाहिर फेरि सुन्न जान लाग्यो। त्यही भएर अब तेरै अनुहार हेर्दा दिक्क भएर बाहिर जान लाग्छ, फेरि तैँलाई लिएर जान्छु होला त? नो चान्स, तँलाई लाने नो चान्स। त्यसैले चुपचाप तेरो कोठा गएर गुम्सेर बस है भाइ। मैले तिमीलाई जानेर हानेको होइन, मैले यो कुसललाई उठेर राख्नलाई प्यालेको थिएँ। तिमीलाई चुखेर गरेर लाग्यो। हेलो, कहाँ छौ जेठी तिमी? जहाँ भयो नि तिमीलाई के मतलब? तिमी जस्तो निष्ठुरी र निर्दयी मान्छे मैले यो संसारमा कोही पनि देखेको थिइनँ। त्यो भुन्टी अनपढ गवारको सङ्गतले तिमी पनि त्यस्तै भइसकेको छौ। तिमीलाई धोका दिने, तिमीलाई माया नगर्ने, तिम्रो त्यस्तो अवस्थामा पनि तिमीसँग अंश खोज्ने चाहिँ त्यो भुन्टी। अनि त्यस्ताको अगाडि आफ्नो इज्जत नभनी, बाउ आमा इष्टमित्र परिवार कोही नभनी तिमीलाई माया गर्ने थिएँ म। अनि अहिले आएर तिमीले नै मलाई लत्यायौ होइन? ठिक छ भूपेन्द्र, ठिक छ। मलाई पनि अब तिमी कहिले पनि चाहिँदैन। जेठी प्लिज, यस्तो भन्न पाइँदैन। तिमीले यस्तो भन्यो भने म कहाँ जान्थेँ? मैले त एउटा आइडिया मात्र लगाएको कि। कस्तो आइडिया? त्यसको अगाडि तिमीलाई घृणा गरेर, त्यसलाई माया गरे जस्तो गरेर त्यसको मन पखाल्न चाहन्छु। त्यसको पाउ परेर हुन्छ कि के गरी हुन्छ, कसरी हुन्छ, त्यसलाई मुद्दा फिर्ता लिन लगाउन चाहन्छु। त्यसैले मैले अघि मनी प्लान गरेर त्यसको अगाडि तिमीलाई त्यस्तो व्यवहार गरेको हुन्छ। रियली? कस्तो कुरा गरेकी छेरी? तिमीसँग पनि म झुटो बोल्छु होला त?
हे भगवान, मलाई पहिल्यै भन्नु पर्दैन? अझै 2 जना मिलेर प्लान बनाएको भए कति राम्रो हुन्थ्यो। त्यो मौकै मिलेन, म के गर्नु? तर अब मैले भन्न खोजेको कुरा बुझ्यौ नि तिमीले? बुझे भूपेन्द्र, बुझे। अनि अहिले त्यो कता छ? बाहिरतिर निस्केकी छे। त्यसैले यही मौकामा मैले तिमीलाई फोन गरेको। अनि मलाई त्यहाँबाट निकालेपछि त्योसँग खुब नजिक भयो होला नि, हैन? होइन, कहाँ त्यस्तो भनेको थिएँ? नजिक भन्दा पनि माफी माग्न खोजेको थिएँ। तर जति माफी माग्दा पनि त्यसले मलाई माफी दिन। ठिक छ भूपेन्द्र, तिमी हरेस नखाऊ। त्यसको अगाडि रोइ कराइ गर, त्यसलाई यस्तो फिल गराऊ कि तिमीले त्यो बाहेक अरू कसैलाई पनि माया गर्दैनौ। तिमीले यति गर्यौ भने त्यसले तिमीलाई माफ गरेर मुद्दा फिर्ता लिन पनि सक्छ। कसरी हुन्छ त्यसको मन पकाल है। हुन त तिमी त्योसँग नजिक हुने कुरा सोच्दा पनि मलाई यति धेरै पेन भइरहेको छ भन्ने कुरा म तिमीलाई शब्दमा भन्नै सक्दिनँ। तर के गर्नु, मुटुमाथि ढुङ्गा राखेर तिमीलाई यो सब भन्दैछु। फेरि त्यसले मुद्दा फिर्ता लिइसकेपछि त्योसँग लपक्क हुने होइन नि। तिमीले लागि भनेर बाबा मम्मीको घर छोडेर आएको छु। तिमीले यो कुरा कहिले पनि नबिर्सिनु। आश्चर्य, तिमी ढुक्क हौ। तिम्रो त्याग म बोल्ने छैन। भूपेन्द्र, त्यसले मुद्दा फिर्ता लिएपछि त्यसपछि तिमीले भनेको जस्तै गर्नु पर्ला। तर जेरी, तिमीले मलाई साथ चाहिँ दिनुपर्छ। ओके भूपेन्द्र, ओके। म लाइफ टाइम भरि तिम्रो साथमै छु। ल ल, आफ्नो ख्याल गर है। अहिले मैले राखेँ। ओके, तिमी पनि आफ्नो ख्याल गर। अनि त्यसलाई कसैले पनि थाहा नपाउने गरी तर हाम्रो फ्युचर सेक्योर हुन्छ। ठिक छ जेरी, म योसँग यो फेरि घरमा फर्केपछि म माफी माग्छु र यसलाई जसरी पनि फकाउँछु। तर तिमी आफ्नो प्लान अनुसार अगाडि बढ। तिमीले पहिला पनि कोसिस गरेकी हो, तर सफल भएनौ। तर अझै कोसिस गर। यसको कोही न कोही केटासँग लभ पारिदिन सक्यो भने र त्योसँग नजिक बनाइदिन सक्यो भने हामीलाई तिनीहरूको फोटो र भिडियो सबुतको रूपमा पाउँछौँ। त्यसपछि यसको मुद्दा कमजोर हुन्छ अनि त हामी त्यसलाई मारिनै पर्दैन। हेर जेरी, कसरी हुन्छ यसलाई सम्पत्ति नदिकन छुट्न पायो भने मलाई त्यति भए पुग्छ। भूपेन्द्र, हामीले सोचेको जस्तो सजिलो छैन त्यसलाई फसाउन। त्यो हेर्दा मात्र सोचियो, तर भित्रभित्र चण्डाल छे, बाटी छे। अस्ति त्यस्तो ह्यान्डसम, त्यस्तो ट्यालेन्ट केटा पठाउँदा पनि त्यसलाई पट्याउन सकेन छ। बिचारा उसले मेरो आँखामा धुलो पस्यो, निकालिदिनुस् न भनेर रिक्वेस्ट गर्दा पनि आफ्नो दाइलाई बोलाइ थर्काउन लगाइछे। त्यसैले हामीले त्यसको अरूसँग लभ पारेर त्यसलाई फसाउन सकिन्छ भन्ने कुरा त दिमागबाट निकालिदिए पनि हुन्छ। अब कसरी हुन्छ, तिमीले त्यसको मन जितेर मुद्दा फिर्ता लिन लगाऊ। अनि त्यसपछि तिमी र मम्मीले त्यसलाई सकाइदिनुपर्छ। यही नै हो लास्ट अप्सन। ठिक छ जेरी, यो कुरालाई म विचार गर्छु। तेरिका भूपेन्द्र, कति दिन विचार गर्छौ के? कति दिन चाहिँ विचार गर्छौ? तिमीले यदि मलाई माया गर्छौ भने मैले भनेको मान। त्यो भुन्टी जबसम्म जिउँदो रहन्छ त्यसले हामीलाई खुसी भएर बाँच्नै दिदिन, कुनै हालतमा पनि बाँच्न दिदिन। अनि हामी 2 जनालाई खुसी भएर बाँच्न नदिनेलाई हामी चाहिँ किन बाँच्न दिने? जेरी, तिमी चिन्ता नगर। म अझै पनि यसको शरण पर्छु, माफी माग्छु, गिडगिडाउँछु। मैले सक्ने जति गर्छु। तर पनि यस्तो मानेन भने अब अर्को अन्तिम विकल्प त छैन नि। बुवा, तपाईँले मेरो कुरै बुझ्नुहुन्न। त्यही भएर मैले आमासँगै कुरा गर्न खोजेको थिएँ। अब आमाकै फोन लागेन, तपाईँ नै कुरा सुन्नुहोस्। यिनीहरूले मलाई धेरै दुःख दिएका छन् बुवा। दिनरात कुट्छन्, खाना पनि दिँदैनन्, काममा मात्रै दलाउँछन्। मलाई धेरै अत्याचार गरेका छन् बुवा। त्यही भएर अब तपाईँहरू पुलिस लिएर आउनु अनि यिनीहरूको घरको परिवारको एक-एकलाई सजाय दिनुपर्छ बुवा। के नचाहिँदो कुरा गर्छस् क्या त? तँलाई त्यति धेरै मन पराएर माया गरेर लानुभएको उहाँहरूले अहिले कसरी त्यस्तो व्यवहार गर्न सक्नुहुन्छ? फेरि आमाले त दिनरात मेरी छोरी पढ्या लेख्या धेरै बुझ्या छे, हामीले त्यत्रो दाइजो दिएका छौँ, यसो गरेका छौँ, उसो गरेका छौँ, मेरी छोरी त सुखै सुखमा छे भनेर भने गर्थी त। फेरि एक्कासी तँ यस्तो कुरा गर्छस्। खास कुरा चाहिँ के हो भूमिका? के हुनु नि बुवा, भूमिका बुवा आमालाई खुसी दिउँ, बुवा आमालाई तनाव नदिउँ भनेर सोच्दिन्। उनलाई भने हामी यति धेरै माया दिएर राखेका छौँ। भूमिका भने दिनभरि हाम्रो घर परिवारको कुरा काट्दै गाउँभरि हिँड्छ। घाँस काट्न निस्केको मान्छे एकैचोटि बेलुका कुरा काटेर अलिकति घाँस लिएर आएकी हुन्छ। त्यही पनि हामी केही भन्दैनौँ। तपाईँले यता केही चिन्ता लिनु पर्दैन बुवा, यता सबै राम्रो छ। भूमिकाको स्वभावले हामीले भने अलिअलि दुःख पाइरहेका छौँ। तर जे भए पनि अब बिहे गरेर लिएर आएको श्रीमतीले जे गरे पनि अलिअलि दुःख त सनै पर्यो नि। अब हजुरलाई यस्तो नचाहिँदो कुरा लागिरहेको रहेछ, तर केही तनाव नलिनुहोस् बुवा, उनको स्वभावै यस्तै रहेछ। हजुरले आफ्नो धेरै ख्याल राख्नुहोस् है बुवा। ल अहिले म सानो काममा छु, फोन राखिदिन्छु है बुवा। बाबु,
एकचोटि भूमिकालाई फोन दिनु त। ए बुवा भूमिका त रिसले घरतिर लागिसकिन्छ अब हजुरलाई नै चाहिँदो नचाहिँदो कुरा लगाएर धना दिन खोजिन्छ क्या अरे सबै कुरा